यी सबै नाङ्गो छाती भएका मानिसहरू मृत्युदण्ड पाएका कैदीहरू हुन्। उनीहरूमध्ये हरेकले अत्यन्तै गम्भीर अपराध गरेका छन्। उनीहरूलाई मृत्युदण्ड दिनुपर्ने थियो, तर देश विभाजनका कारण उनीहरूलाई एउटा सुनसान टापुमा लगियो जहाँ सामान्य मानिसले सहन नसक्ने खालको तालिम दिइयो। किनकि उनीहरू सबै ज्यानको बाजी खेल्ने अपराधीहरू थिए, जसमा माफियाका सरदार, हत्यारा, डाका गर्ने चोर आदिहरू थिए। त्यसैले हरेकजनासँग एउटा एउटा प्रशिक्षक तोकिएको थियो। तालिम पूरा भएपछि उनीहरूको काम छिमेकी देशका हजुरबुवा, महत्त्वपूर्ण व्यक्तिलाई हत्या गर्नु थियो। यदि उनीहरूले सफलतापूर्वक मिसन पूरा गरे भने उनीहरूलाई स्वतन्त्रता मात्र होइन, पद र धन सम्पत्ति पनि प्राप्त हुन्थ्यो। यी 31 जना मृत्युदण्ड पाएका कैदीहरूले बनेको यो टिम 684 विशेष कार्यदल नामले चिनिन्थ्यो। उनीहरूको दैनिकी भनेको केवल तालिम नै थियो, तर त्यो तालिम साधारण सैनिकको तालिमभन्दा धेरै नै कठोर थियो। उनीहरूको अनिवार्य अभ्यासमध्ये एउटा कुटाई खानु पनि थियो। हरेक दिन कम्तीमा 2 घण्टाभन्दा बढी कुटाई खानु पर्थ्यो। त्यसमाथि थुप्रै पासो र जालहरू तयार गरिएका हुन्थे। समातिएपछि फेरि कुटाई हुन्थ्यो। त्यसैले सबैको शरीर घाउचोटले भरिएको थियो। तर कैदीबाट नायक बन्ने सपना पूरा गर्न उनीहरूले ज्यान फालेर अभ्यास गरे, सबै किसिमका यातना र कुटाई सहदै। प्रशिक्षकहरूमा उनीहरूप्रति कुनै दया थिएन, किनकि यदि उनीहरू मिसनमा समातिए भने त्यसपछिको यातना झन भयावह हुने थियो। यदि तालिम राम्रो भएन भने प्रशिक्षक स्वयं पनि सजाय पाउँथे। उनीहरू मिसन असफल भएपछि यातना सहन नसकी शत्रुसामु गोप्य कुरा नखोलुन् भनेर प्रशिक्षकहरूले विभिन्न प्रकारका क्रूर यातना अभ्यास गराउँथे। रातो तातो फलाम सिधै उनीहरूको शरीरमा डामिन्थ्यो। असह्य पीडाका कारण केही मानिस सिधै पानीमा दौडेर हाम फाल्थे। कतिपय त फलाम शरीरमा नलाग्दै डरले भाग्थे। अन्ततः केवल 3 जनाले मात्र सबै यातना सहन सके। त्यसैले कमान्डरले उनीहरूलाई टिम लिडर बनायो। हरेक टिमले दैनिक रूपमा बक्सिङ प्रतियोगिता खेल्नु पर्थ्यो। हार्ने टिमले थप तालिम भोग्नु पर्थ्यो। तालिम सकेर फर्किँदा रात परिसकेको हुन्थ्यो। हार्ने टिमको लिडर असन्तुष्ट भयो र फेरि एकपटक लड्न चाह्यो। उनीहरू 2 जना लड्ने लाग्दा अर्को टिम लिडरले हड्डीबाट बनेको एउटा खुकुरी फ्याँकिदियो। उसले भन्यो, यदि लड्ने हो भने जीवन मरणको शर्त राख, हार्नेले आफैले आफ्नो घाँटी काट्नुपर्ने। अरे बापरे, यो मान्छे त निकै शक्तिशाली देखिन्छ, म त यसलाई चाप्लुसी गर्नु पर्यो। हे भगवान, आज रात म तिम्रै नै हुँ। यहाँको सबैभन्दा क्रूर तालिम पानीभित्र सास रोकेर बस्नु थियो। समुद्र किनारमा भारी मसिन गनले गोली चलाइन्थ्यो। तोकिएको समयभन्दा अगाडि पानीमाथि निस्कनेलाई सिधै गोली हानिन्थ्यो। उनीहरूले 30 मिनेटदेखि 1 घण्टासम्म पानीभित्रै टिक्नु पर्थ्यो। 45 सेकेन्डभित्र 100 मिटर लामो एकल डोरी पार गर्नु पर्थ्यो। तल गहिरो भिर थियो। भिरको तल तीखो ढुङ्गाले भरिएको थियो। तल खसे पक्का मृत्यु हुन्थ्यो। तोकिएको समयमा अर्को किनार नपुग्नेहरूलाई निर्दयतापूर्वक गोली हानिन्थ्यो। चितुवाको ढाँचाको पोसाक लगाएका यी मानिसहरू पूर्ण रूपमा तालिम प्राप्त विशेष सैनिकहरू थिए। उनीहरूले 65 सेकेन्डमा पार गरे। जब मृत्युदण्ड पाएका 684 विशेष कार्यदलको पालो आयो, सर्वोच्च कमान्डरले भन्यो, सबै समूह 65 सेकेन्डभित्र सारिनुपर्छ। केवल 1 सेकेन्डको ढिलाइ गोली बन्न सक्छ। त्यसैबेला एउटा दुर्घटना भयो। एक युवक उचाइको डरले ग्रसित थियो। बीचमा पुगेपछि ऊ अगाडि बढ्न सकेन।